नमस्कार दर्शकवृन्द, म समीर गुरुङ। आज हजुरहरूलाई म लघु कथा लिएर आएको छु। मेरो लघु कथाको शीर्षक छ मैलिएछ। अस्ट्रेलियाको सिडनी सहर एकदमै रातको समयमा उज्यालो थियो, तर नेपालबाट पढ्न गएको सुमन, जसको मन चाहिँ नि साह्रै अँध्यारो थियो। ऊ दिनभरि पढ्थ्यो, राति एउटा रेस्टुरेन्टमा काम गर्थ्यो। आज पनि ऊ आफ्नो काम सकेर आफ्नो कोठामा आएको छ, मोबाइल लियो र कुनै लामो सास फेरेर उसले एउटा मेसेज लेख्यो, आज फेरि तिमी कता थियौ? अनलाइन त देखिन, तर फेसबुकमा चाहिँ रिल हाल्न भ्याएछौ। अनि त्यो कालो टप चाहिँ कसलाई देखाउन लगाएको हो? मेसेज पठाए पछाडि उसले गहिरो सास फेर्यो। अन्जु, सुमनको प्रेमिका। ऊ पढाइमा एकदमै राम्रो, आफ्नै देशमा केही गरौँ भन्ने स्वभावको। तर सुमनको प्रेमले गर्दा ऊ पनि अस्ट्रेलिया जानको लागि तयारी भएको, जसको लागि ऊ आइएलटिएस तयारी गर्दै थिए। अन्जुले सन्देश पढी उसको आँखा रसायो, लामो सास तानेर आफैसँग बरबरायो। प्रेम त गरे, तर यो बिना आधारको, यो शङ्काको भारी किन? दिन बित्दै जाँदा उनीहरू बीचको संवाद विषालु बन्दै गएको थियो। सुमन सिधा प्रश्न कहिल्यै गर्दैन थियो, खालि व्यङ्ग्य मात्रै गर्थ्यो। तिम्रो मलाई साँच्चीकै सम्झिने फुर्सदै छैन है? मेरो मेसेजको रिप्लाई पनि गर्दैनौ, तर 24 घन्टा अनलाइन हुन्छौ। यस्तै अन्जु थाक्ती। यो शङ्का होइन, माया हो भनेर आफूलाई सम्झाउँथे। सुमन पढाइ कामले गर्दाखेरि तनावमा होला र यस्तो व्यवहार गरेको भनेर सम्झिन्थे। तर यसको कारण अर्कै थियो। घनश्याम, सुमन र अन्जुको कलेजको साथी। पहिले एकपल्ट घनश्यामले अन्जुलाई प्रेम प्रस्ताव राखेको थियो। अन्जुले मैले तिमीलाई त्यस्तो रूपले हेरेको छैन भनेर जवाफ दिएको थियो। त्यतिखेर घनश्याम मुसुक्क हाँसेको थियो, मुसु हाँसिरहेको थियो। तर बाहिर हाँसे पनि उसको मनमा चाहिँ नि साह्रै बदलाको भावना, रिस रहिरहेको थियो। सुमन अस्ट्रेलिया गए पछाडि घनश्यामले अन्जुको बारेमा विभिन्न कुराहरू गरेर उक्साइरहन्थ्यो। यार त ठिक छस् नि, अन्जुलाई फोन गरिरह है। सुमनले भन्थे, किन र, के भयो भन्न? होइन, केही पनि होइन, अस्ति मुभी हेर्न गएको देखेको थिएँ, त्यही भएर। अब सुमनलाई शङ्का भयो। अनि मलाई थाहा नदिकन कसरी गए त? उसले अन्जुलाई सोध्यो। अन्जुले भन्यो, दिदी र भेनाजु अमेरिकाबाट आउनुभएको थियो, मलाई पनि थाहा थिएन। दिदीको बर्थडे रहेछ, दिदीको बर्थडेको प्रोग्राम चाहिँ नि भेनाजुले अकस्मात राख्नुभएको, सरप्राइज राख्नुभएको रहेछ, त्यसैले मैले तिमीलाई भन्ने मौका पाइनँ। तर सुमनको मनमा शङ्काको बिउ रोपिसकेको थियो। अब कुराहरूमा दिनदिनै सुमनको व्यवहार चाहिँ नि बदलिँदै गइरहेको थियो। उनीहरू बीच प्रेमका कुरा हुँदैन थियो, खालि सोधपुछ हुन्थ्यो। भिडियो कलमा पनि मायाको कुरा होइन, व्यङ्ग्यको कुरा हुन्थ्यो। आज तिमी कति राम्रो देखेको छौ, तर यो राम्रो लुगा लाएर कसलाई देखाउनको लागि हो? यस्तै कुराहरूले यस्तै कुराहरूले गर्दाखेरि अन्जु
साह्रै पीडित थिइन्। अन्जु एक दिन साह्रै रोइन् र भनिन्, म सधैँ कसरी प्रमाण दिउँ? तिमीले कहिले मेरो आँखाबाट हेर्ने प्रयास गरेको छौ? मेरो माया, मेरो विश्वास किन देख्न सक्दिनौ? एक साँझ सुमन फेसबुक हेर्दै थियो। मेमोरीमा घनश्यामको 2 वर्ष अगाडिको स्ट्याटस उसले देख्यो। तिमी मेरी हुन सक्दैनौ भने कसैकी हुन दिन्न उजना। सुमन हाँस्यो। कस्तो सिल्ली, जिद्दी र घमण्डी। तर अचानक उसको दिमाग चल्यो। उजना, अन्जु। उसको मोबाइल हातबाट खस्यो। दुवै हात टाउकोमा पुग्यो। अन्जुको उल्टोबाट लेखेको नाम उजना। बल्ल उसले सबै पहिलाको कुराहरू चलचित्र चाहिँ उसको दिमागमा घुम्न थाल्यो। घनश्यामको अन्जुप्रतिको उक्साइ, आफ्नो अन्जुप्रतिको व्यवहार उसको आँखा रसायो। घाँटी सुक्यो। अन्जुलाई गरेको हरेक व्यङ्ग्य बाणहरू, आरोपहरू चलचित्र चाहिँ उसको मनमा, उसको मस्तिष्कमा घुम्न थाल्यो। अन्जुले रोएको सम्झ्यो। एक दिन तिमीले सत्य बुझ्नेछौ, तर सायद तब म टाढा भइसकेको हुनेछु। आत्तिदै उसले अन्जुको प्रोफाइल खोल्यो र हेऱ्यो। सुमनको छाती भारी भयो। उसको आँसु अझै रोकिएन। चुपचाप बसिरह्यो। अब दोष कसैको थिएन, न दूरीको न समयको। दोष थियो त केवल अविश्वासको। फेसबुकमा अन्जुको स्ट्याटस थियो, म्यारिड। त्यही बेला अर्को कोठामा बस्ने नेपाली भाइको मोबाइलमा एउटा गीत गुन्जिन थाल्यो र सुमनको कानमा छिर्यो र सुमनको आँखा रसाउँदै गयो। तिमी गएदेखि मलाई के भो? तिमीले कहिले सोधेनौ? अरूकै कुरा सुनेर हिँड्यौ, कहिले मलाई सोधेनौ? तिम्रै मन बदलिएछ, मलाई राम्रो देख्ने मन मैलिएछ। कस्तो लाग्यो दर्शकवृन्द? कृपया आफ्नो सल्लाह सुझाव पठाउनुहोला। धन्यवाद।